हाई गाइज ल आज आउनुहोस् है द मोस्ट कन्ट्रोभर्सियल कम्बिनेसन करेला र भिन्डीको तरकारी बनाऊँ है त। यसलाई अचार भन्दा पनि हुन्छ, तर म धेरै मिठो लागेर चाहिँ योसँग मात्रै भात खान्छु कि, त्यही भएर तरकारी नै भन्छु यसलाई म। यसलाई चाहिँ प्याज खुर्सानी अनि टमाटर राखेर पिरो पिरो अमिलो बनाएर खाने हो है, अनि मिठो हुन्छ। लसुन पनि राख्छु मैले, तर लसुन चाहिँ फुराउँछु। अदुवा चाहिँ हजुरलाई राख्न मन लागे हुन्छ, राख्न मन नलागे नराखे पनि हुन्छ। मैले चाहिँ राखेको छैन है। यो करेला र भिन्डी चाहिँ मिसाएर पकाएर खानु हुँदैन भनेर भन्ने रहेछन् है। कतिले चाहिँ खाँदैनन्, तर मलाई लाग्छ यसले ब्लड प्रेसर लो गर्ने भएकोले ब्लड प्रेसर लो भएकोहरूले चाहिँ खानु हुँदैन जस्तो लाग्छ है। यसमा चाहिँ आलु पनि लामो लामो गरेर काटेर हाल्दा चाहिँ मिठो हुन्छ है। अनि यसमा मैले खासै अरू चिज केही पनि राखेको छैन। बेसार, नुन, जिरा धनियाँको धुलो, अनि त्यसपछि चाहिँ अर्को सिक्रेट इन्ग्रेडियन्ट भनेको चाहिँ मैले यसमा मिट मसला पनि हालिदिन्छु क्या। तपाईहरू चाहिँ कसले के भनेर चाहिँ खानु हुँदैन यो करेला र भिन्डी कमेन्ट गर्नुहोस् है। अनि खानुहुन्छ भने कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नुहोस् ल। ल हेर्नुहोस्, पाकी पनि सक्यो। अब यसमा माथिबाट सरर कागती निचारेर खाँदा त यसको स्वाद बयानै गर्न सकिँदैन। एकपल्ट ट्राई गरेर हेर्नुहोस् त, थाहा पाउनुहुन्छ के मिस गरिराख्नु भएको छ तपाईँहरूले भनेर।